तिमीहरू चाहिँ परमेश्वरको मन्दिर हो। हामी एउटा ईश्वर बस्ने मन्दिर चाहिँ हामी, अनि हामीले ढुङ्गा मुढा उता रुख ठुल्ठुलो रुखमा एउटा ईश्वर खोज्छौँ, भगवान खोज्छौँ। हेलो जय मसी सम्पूर्णलाई। र आज हामी फेरि सुसमाचारको यात्रा तर्फ हामी जाँदैछौँ। यहाँ देख्न सक्नुहुन्छ अङ्कलहरू जाँदै हुनुहुन्छ अगाडि अगाडि, र यता हाम्रो चेलीबेटीहरू पछाडि छ। र यो हाम्रो एउटा ग्रुप हो, र अर्को ग्रुप चाहिँ उता गइसकेको छ। र हामी सुसमाचार प्रचारको निम्ति हामी निस्किसकेका छौँ। चाहे घाम होस् या पानी, चाहे भोकै होस् या प्यास, हामी के गर्दैछौँ? सुसमाचार हामी सुनाएरै छर्नेछौँ। मान्छे चाहिँ अब चढाउनु भन्दै गर्दाखेरि हरेक कुरो हामीले अब मान्छे एउटा मान्छेको विचार विमर्श हुन्छ, एउटा ईश्वरलाई पनि चढाउनु पर्ने कुरो हुन्छ। सबैभन्दा कुरोलाई चाहिँ परमेश्वर त्यही भन्छ, तिमीहरूको साँचो हृदय चाहिँ मलाई चढाऊ, अर्पण गर भन्छ। अनि अहिले जति पनि तपाईँले भन्नुभयो, अब हामी विभिन्न देशमा छौँ, अब विभिन्न प्रकारले जिउने आस्था छ। मेरो भएको अब जो पुस्तकको तपाईँले पढ्नु भएको छ त्यसलाई मान्यता गरिराख्नु भएको छ। अनि हाम्रो बाइबल धर्मशास्त्रमा कस्तो अब यस्तो त्यस्तो हेला हुन्छ, अब हिंसा नगर भन्छ। अनि अब तपाईँले भने अब जति पनि यो खानु भन्ने अशुद्ध भन्ने कुरो छ, मदपान, त्यो त अब यो चाहिँ सुरुवातमा चाहिँ अब कहाँबाट मैले अलिकति बुझ्दाखेरि चाहिँ शिवजी र पार्वतीको कुराबाट यो धुम्रपान अब एउटा युद्ध हुँदै गर्दाखेरि, अब राक्षसहरूसँग युद्ध हुँदै गर्दाखेरि चाहिँ अब राक्षसलाई जित्नु नसक्दाखेरि चाहिँ जब पार्वतीले भाङ धतुरो बनायो, अनि त्यो खाएर चाहिँ उता अब राक्षसहरूलाई भक्कु खाएपछि यताकोले चाहिँ अब जित्नु सक्यो। त्यो चाहिँ एउटा साँचो लाग्यो। त्यसै कारणले अहिले अब हाम्रो हिन्दू मान्नेले त अब शिवजी मान्ने त हो, त्यसो भाङ धतुरो खाँदैछन्। अब तर त्यो उता राक्षसलाई पाउनु पर्ने, आफै राक्षसमा उदाहरण के भन्नु अब नेपालीको कुरा त्यस्तै आउँछ, जातको होइन, एउटा उपदेशमा आएको यस्तो कुरो हो भन्ने कुरो देखायो नि तपाईँहरूले त्यस्तो अहिले तपाईँ बोल्यो अब कतिजना भन्यो भने चाहिँ हामी त शिवजीको चेला, हाम्रो शिवजीले त खाएको थियो, यस्तो भाङ धतुरो खाएको थियो, हामीले किन नखाने त्यो त। अन्त कुनै ईश्वरले त अब यस्तो मद पान खाएर झै झगडा कोट पेट यस्तो अन्य अत्याचार नगर भन्छ। तर अब त्यो मद पान खाएर त त्यस्तो बचाउने त पुरा आएन। नापनापसम्म पुग्छ भन्छ। अनि त्यो कुरोले गर्दा त्यो पिरोल्दै गर्दाखेरि चाहिँ आज मान्छे सुसाइड गरी पठाउँछ, एक्सिडेन्ट गरी पठाउँछ, काटामार गरी पठाउँछ। त्यो एउटा दुष्ट आत्माले मानिसलाई त्यसरी पेर ल्याउँछ। बाइबलले चाहिँ त्यो कुरो बताउँछ। धर्म पनि छ एउटा, हजुर त्यसको पनि पछि मेरो गीता शास्त्र पाठ हुन्छ कि त्यो सबै दिएको छ। हजुर तपाईँ कुरा काटेर होइन ठिक छ। अब यसमा त बराबरी हुनु पर्यो। अब तपाईँले कतिवटा कुरो हामीलाई भन्नु पर्यो, हामी तपाईँलाई भन्नु पर्यो। अनि यो अब विषय लिएर कतिवटा अब म यहीँ साम्रोको आएको मान्छे हो, यहीँ जन्मथला हुर्किँदा अहिलेसम्म यो विषय लिएर तपाईँहरूसँग भेट हुनु आएको छुइनँ। प्रभुको एउटा सुसमाचार सुनाउनु, सन्देश सुनाउनु भन्ने कुरो छ। बाइबलमा जे कुरो छ त्यो चाहिँ अब तिमीहरूले पाएको शान्ति र आनन्द जीवनको कुरो अरूलाई पनि बताऊ भन्छ। अनि त्यो बताएन भनेदेखि चाहिँ एक दिन तँबाट लेखा लिन्छु, त्यो किन सुनाएनस्, सुसमाचार किन सुनाएन, प्रचार किन गरिनस् भन्ने कुरो लेखा दिनुपर्ने कुरो। अब जे नै होस्, हामी धनी गरिब जस्तै बलवान एक दिन खासै मर्नै पर्छ। मरेपछि त के नरक जानु पर्यो कि स्वर्ग जानु पर्यो? अब नरक जानु त नरक लोक त कसैले मन पर्दैन, स्वर्गै जानु मनपर्छ होइन। अन्त
जस्ता अब स्वर्ग जानुको लागि चाहिँ हामीले बाटो चिनेको छौँ, बाटो अप्नाएका छौँ भने मात्रै स्वर्गमा पुग्छौँ भन्ने बाइबल धर्मशास्त्रले बताएको छ। तिमीहरू चाहिँ परमेश्वरको मन्दिर हो। हामी एउटा ईश्वर बस्ने मन्दिर चाहिँ अनि हामीले ढुङ्गा मोडा उता रुख ठुल्ठुलो रुखमा एउटा ईश्वर खोज्छौँ, भगवान खोज्छौँ। त्यो पनि छ, त्यो पनि अब देवी देवता भन्ने त्यो पनि छ। किनभने त्यो चाहिँ बाइबल धर्मशास्त्रले भन्छ त्यो चाहिँ एउटा श्रापित भएर चाहिँ उनीहरूले चाहिँ माथि स्वर्गीयबाट खसेर चाहिँ यहाँ ढुङ्गा मुढामा रुख वृक्षमा भएर बसोबासो गरेको भन्छ, देवी भन्छ, उता के भन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ अब तपाईँ अनि मनै मन्दिर भएपछि हामीले अरू मन्दिर खोजिरहनु पर्दैन। हामीभित्र एउटा उज्यालो बत्ती राम्रो अब के भन्छ आरिस गर्ने, डाहा गर्ने, लुट्ने, पिट्ने यस्तो खालको आत्मा हाम्रोमा छ नि। अब त्यस्तो विचारहरू त्यो उज्यालो भएन नि। अब अर्कालाई त्यसको लुट्छु, त्यसलाई कुट्छु, त्यसलाई मार्छु भन्ने त्यो चाहिँ अब उज्यालो भएन। त्यो त्यसले गर्दाखेरि चाहिँ हामी भित्रको उज्यालो चाहिँ जब प्रभुले भन्छ म चाहिँ तिम्रो एउटा जीवनको ज्योति हो भने यीशुलाई जसले विश्वास गर्छ उसले चाहिँ जीवनको ज्योति पाउँछ भनेर। अनि जीवनको ज्योति पाउनुको लागि चाहिँ अनि आज बाइबलले भन्छ तिमीहरू चाहिँ परमेश्वरको मन्दिर हो भन्छ। त्यो मन्दिरभित्र चाहिँ परमेश्वर बास गर्नुहुन्छ। किनभने परमेश्वरको हामी सृष्टि हौँ होइन। तपाईँ अब शेर्पा हुनुभयो, हामी राई लिम्बू जे भए पनि परमेश्वर एउटै हुनुहुन्छ सृष्टि गर्ने। अब मानै मात्रै भिन्न, तर के अरे अब आजा पूजा हामी गर्दैनौँ, त्यो गर्नु पनि व्यर्थ काठमा मैले पहिला गरेकै हो होइन। त्यसले गर्दाखेरि आजा पूजा भन्ने चाहिँ अब त्यो एउटा तपाईँले अघि भन्नु एउटा गाउँ समाजलाई देखाउने कुरो मात्रै हो, खाने मेलो हो। त्यसले गर्दाखेरि आस्थाको कुरो छ हामी चाहिँ साम्रो तल काबङ हामी आइपुग्नु आँट्यो है। काबङ लोवर सामुदिन पनि ओह्रालै काबङ जाँदैछौँ। यहाँ अगाडि हाम्रो टिम हुनुहुन्छ, यहाँ हाम्रो आन्टी हुनुहुन्छ अनि म छु, म चाहिँ यहाँ छु।